अल चाहिँ हामी फाइनली सैलुङमा छौँ है। त्यही हो, आज अति बवाल दिन भएको छ है। हिजोको भन्दा पनि दामी, यस्तो दामी खुल्या छन् दिनहरू। गुड मर्निङ दाइ। Good morning. भन्नु Hello. It's all. Good morning from सैलुङ। Sailung. ओके, सो त्यही हो गाइड्स होइन, दामी भएको छ दिनहरू। गुड मर्निङ भन्नु। Good morning from Sailung. Sailung. So weather is very good today. देन So maybe after 30 hours we are heading up to Sailung. यस्तो ठुटे इङ्ग्लिस नभन्नु नि त्यहाँ बेचेतै गऱ्यो मेरो है। इङ्ग्लिस बोल्नु न, बोल फेरि भन्नु न इङ्ग्लिस। यताबाट राम्रो हुँदो रहेछ क्या, सिन देख्नु पर्छ। कति दामी देख्दो सिनहरू, हिमालको सिनहरू। बिचमा यो कहाँबाट यो मान्छे आयो क्या, हेर नि त केही जास् न त। So हाम्रो जर्नी कस्तो कस्तो भयो होइन। we are at Sailung. हाँ So journey was pretty good. So maybe was अलि मजाले क्या त्यो बुझेन क्या त्यो के बोल्या भयो। we can take some breakfast. Then we are heading up to Sailung Dada. Then we can take some drone shot. ड्रोन सुट। Then we are going back to Kathmandu. ओके, So that's for today. So now your turn. माई टर्न। सो हामी चाहिँ यताबाट जाने, बाटो चाहिँ यता हो, यता माथि हो है। डाँडा कहाँ छ देखिरहेको छैन, त्यही पनि अब भरे थाहा हुन्छ है। दिनहरू अति बवाल क्या फेरिरहेको छ है दाइ, यस्तो क्लियर देखिरहेको छ कि बरु। सो अब यता हाम्रो विजय दाइ। Hello. Hello guys, we are in Sailung. या Sailung, it is also known as the मिनी गेटवाल। not mini great. It is also known as के भन्छ त्यसलाई? Exam there again. हैन सैलुङलाई यो पनि भनिन्छ भन्छ त। नेपालको के हो? सैलुङको के अफ हिल्स भन्छ क्या, किङ अफ हिल्स कि के भन्छ क्या। त्यो मिनी गेटवाल पनि यही छ नि। मिनी ग्रेट वाल पनि यही छ। अहिले चाहिँ जस्ट यो सोसियल मिडियातिर अलिकति हाइपमा छ नि यो ठाउँ। मिनी ग्रेट वाल चाहिँ रिसेन्टली नै बिल्ड भयो, बट के भने सानसानो हिल्सहरू चाहिँ धेरै छ क्या सैलुङमा। अनि जस्तो हामी सबैजनाको फर्स्ट टाइम नै हो। फर्स्ट टाइम होइन त। Oh, पैसा भेरी एक्साइटेड ऊ त फर्स्ट टाइम दोलखा पनि फर्स्ट टाइम हो। दोलखान दस म तँलाई खाँदा कि मेरो फर्स्ट टाइमै हो। तिम्रो पनि फर्स्ट टाइम हो, तिमी आएको छैन। सिन्धुपाल्चोक चाहिँ त्यो पहिला आयो 5 गो है। फर्स्ट टाइमै हो हामी तिनजना। फर्स्ट टाइम आउँदा मोडल जस्तो भएर आएछस्। को मोडल जस्तो भएको छ यो त नर्मल रहेछ। हिरो मान्छे हो, के कति जेलस गरेर राख्नु भएको पनि यार। यता लु यता पानी खाजा। अलि मजाले त्यो भएन फेरि। आफ्नो आँखा देखेर क्या तपाईँले। त्यो त्यही हो गाइजहरू, रमाइलो भइरहेछ है। यहाँको मौसम पनि एकदम चिसो रहेछ है, तर दामी क्या मौसमहरू है। जस्ट होइन हामी 3000 मिटर माथिको एल्टिट्युडमा छौँ। 3000 कि 2500? होइन 2500 त तल्लो हो नि। 2830 मिटर। 2830 लगभग लगभग भनौँ 3000कै आसपासमा। 3000 अलिकति कम। 3000 भन्दा पनि त्यस्तो खासै फरक नपर्ला। माथि गएपछि त 3000 पुग्छ। माथि अझै बढी पुग्छ नि माथि त। ल तातो पानी खाएर पेट सफा गरेर के भन्छ के भन्नु लाग्छ मैले यार, के भन्नु आँटे? जस्ट धेरै नै जुन बिहान सहरमा बस्दा होइन यहाँ आउँदा अर्कै फिल भएको छ नि त। के भन्छ अब धेरै के होस् होइन, सहरको के होस् यताउता। अहिले कति रिफ्रेसिङ फिल भइरहेछ, एकदम मुड फ्रेस एकदम रमाइलो फिल भइरहेछ। आउनुपर्छ कहिले काहीँ होइन, यसो टाइम साइम मिलाएर बल्ल हामी दाजुभाइहरूको भेट भएको छ भनौँ न। भेट त भइरहेको छ, त्यही पनि बाटो यस्तो टाइपले चाहिँ होइन। बाटो जे जस्तो भयो भने आखिरमा लाइक रिजल्ट डेस्टिनेसन चाहिँ डेस्टिनेसन बबालै छ होला सायद होइन। छ होला होइन, छ भनौँ। वेदरले पनि साथ दिएको नि त है, वेदर पनि एकदम दामी होइन। उतै हिमाल पनि हेर्न सक्नुहुन्छ है। देखाइदिउँ। राइट गाइड्स, अब हामी हिँडेको है माथितिर चट्ट परेर होइन, त्यही हो चट्ट परेर हामी हिँडेको अब माथि। नाउ वी आर गोइङ टु हिल अफ सैलुङ। त्यहाँ हामीले पुग्न कति हामी हिँड्दै जानुपर्ने हुन्छ है। गुराँस कुन त्यो पहेँलो गुराँस होइन दाइ? पहेँलो हुन्छ। ए पहेँलो रे, पिङ्क व्हाइट कलरको पनि रहेछ है, व्हाइट कलरको।
सही रहेछ यार खिच्नै पर्छ नि दा यार हामीले पुग्न त्यही टाइम लाग्ने रहेछ है हिँड्नु पर्ने रहेछ हिँडेर अब वाइट कलरकै ग्लास हिँड्दै गएपछि त्यही हामी टपसम्म चाहिँ यस्तो दाइहरूको कुरा सुन्दा आधी घन्टा 1 घन्टा हो कसरी आज 1 घन्टा ओ सेट 1 घन्टा चाहिँ हिँडेरै जानुपर्ने रहेछ बाटो फेरि उता माथिसम्म स्कुटी लिएर जाउँ भनेको जहाँसम्म पुग्छ तर त्यस्तो खासै 2 मिनटसम्म मात्र माथि छ अरे त्यसैले हामी चाहिँ हिँड्नु पिङ्क कलरको गुराँस है पिङ्क कलरको गुराँस गुराँसको फदमन तिमीलाई सम्झेर यहाँ नि थियो हिजो होटल यहाँ त कस्तो है दामी रहेछ अर्को के गोलो टाइपको नि यो चाहिँ नेक्स्ट टाइम अब मलाई नमन परे चिया खाने पाउँछ अच्छी चिसो मौसममा दामी फेरि कस्तो मजा आएर यार जग्गा किनेर दाइ जग्गा किनेको अनुहार हेर्नु नि जग्गा किनेको अनुहार यहाँतिर किनेको होइन किन्नु सकेको त्यही त भन्नु खोजेको मैले किन्ने त भनौँ त नि यहाँ चाहिँ पिकनिक पनि हो कि अब यतैतिर खानु जाँदा लोकल त्यो गाइज फोनमा पनि चार्ज कमी छ है बेङ्गल सिम्पल बिस्तारै बिस्तारै भ्लग बनाउँदै जानुपर्छ त्यही हो र अब यहाँदेखि सुरु हुन्छ है माथि सोइलिङ जाने बाटो चाहिँ टक्क लाएर है मिनी गेट वाल हाम्रो सुरु हुन्छ अब यहाँदेखि कस्तो चिसो हावा चलेर है कस्तो दामी छ यार दाइले निन्द्रा लागेको छ त थाकिसक्यो यता है यस्तो माथि पुरानो बाटो यहाँ चाहिँ त्यो देख्न सक्नुहुन्छ है यस्तो बाटोहरू हेर्नु न अति बबाल क्या के हो गाइज अब हाम्रो यहाँ ड्रोन टेकअपको लागि रेडी हुनु लाग्छ है भयो घट्ने ड्रोन टेकअपको लागि यहाँ ड्रोन शट यता फेरि हाम्रो अर्को डिएसएलआर क्यामेरा छ यहाँ फेरि अल्ट्रा प्रो म्याक्स हिरो अल्ट्रा प्रो म्याक्स त्यही होला ओके ल कस्तो बबाल सिन देखिरहेको छ आम्मामा अनि मलाई फोन कसले गर्छ म गरिहाल्छु नि फोन यो फोन छैन फेरि कोसँग छ फोन तँसँग फोन छ त नि मसँग चाहिँ मेरो फोन ए ल यसमा गर्छु म ल सो के हाम्रो कन्सेप्ट भएर तलबाट मान्छे हिँडेर आउने टक्क भिडियो गर्ने बिस्तारै त्यही गाइज खतरा भिडियो हुँदैछ हाम्रो फेरि ड्रोन स्टार्ट भइसक्यो रेडी टु टेक अफ भनेर रेडी भइसक्यो गइसक्यो है माथितिर
गाइस सैलुङ यहाँ टक्क यता बढी सैलुङ यतापट्टि महादेव गुफा दाउदाई के छ एकदम ठिक छ दामी छ बिन्दास छ अलि निन्नु हो नि फेरि अनर गाइस है ढक्क भएर आमा यस्तो चिसो हावा चल्दा चाहिँ अलराइट गाइस कस्तो दामी ठाउँ है यहाँ माथि एउटा मन्दिर रहेछ है तर फर्केर जाने कुरा भयो त्यही हो घोडा हो सही हो यहाँ ठाउँ चाहिँ घोडा ओहो कस्तो बवाल यार घोडा चल मेरे घोडे टिक टिक यस्तो दामी ठाउँ यार आमा कसम कस्तो बवाल क्या अति बवाल सैलुङ यही त अब हामी सैलुङ भनेको यति नि त टप हामी धेरै नजिक पुगिसकेछौँ तर टप चाहिँ पुगेको छैनौँ पुग्न लागिसके जस्तो हो महादेव स्थान ए मन्दिर हो तल अघि देखेनौ भाइ यार कस्तो बवाल सिनाएर त पर है यता दामी ड्रोन छ त्यहाँ मिल्दैन क्या त्यहाँ त्यो माथि हान्नु भने मात्र कस्तो बलेर बतिर सिन दिन चाहिँ सही भयो क्या आज फेरि दामी छ है गाइस यस्तो दामी ठाउँ चाहिँ डाँडा काँडा होइन हिमालको भ्यू चाहिँ यस्तो आम्म आई क्यान एक्सप्लेन क्या कस्तो दामी छ त्यो माथि डाँडा टुप्पोमा मन्दिर रहेछ त्यहाँ है चिसो लागेको छ यार हिजो हावा चाहिँ कस्तो चिसो चल्ने क्या यहाँतिर चिसो मात्र डाँडा रहेछ डाँडा माथि माथिसम्म रहेछ यार म चाहिँ अघि त्यो यता मन्दिरको टपमा छु है यहाँ छ मन्दिर अनि घन्टी रहेछ शिवलिङ्ग के कस्तो मजा आयो यार हावा त यस्तो रहेछ चला पनि कस्तोमा हावा त हावा भन्ने त कस्तो सिन फेरि अति क्या कस्तम आई क्यान एक्सप्लेन भनौँ न अब सिनहरू फेरि यस्तो बवाल टायरहरू जस्तो ड्रोन सुट पनि हुँदैछ है ड्रोन सुटको लागि पनि हामी रेडी गरेर तल ड्रोन सुट हुँदैछ म चाहिँ यता छु है टपमा कस्तो दाम देखिरहेको छ पुरै हिमालहरू त पुरै सही हो अझै हामी त्यो माथि डाँडामा पनि जानुपर्ने जान्छौँ होला सायद हेरौँ
गाइस अब चाहिँ हामी माथितिर जान लागेको यहाँतिर मैले के देखेँ भने भीमसिमको तरबार रे यही हो है कस्तो दामी क्या आम्मामा कस्तो बवाल देखेको है यहाँ दिन्छ खासमा है हिँड्दै जानुपर्ने है टुई टुई यहाँ नौडामा दे भरे तरबार खै भीमसिमको तरबार रे तरबार कहाँ खै त तरबारै देख्दिनँ त तरबार खै दाइ यो तरबार भन्नेमा त हौ तरबार यहाँ थियो कि पहिला हो यो पुरेको छ कि यहाँतिर मुनि भीमसिमको तरबार अति है यहाँनिर त यार हेर्नु न कसम क्लाइम्बिङ गरेको अहिले थाप्से लाग्छ लड्छ अहिले लडेर अहिले फेरि सो फाइनली गाइज हामी पुगिसक्यौँ सैलुङको टपमा होइन विजय दाइ हामी टपमा होइन अहिले सैलुङ है यो चाहिँ 3200 एल्टिट्युड एलिभेसनमा छ लास्ट है कस्तो हावा चल्ने है चिसोले हावा त पुरै छोड्थ्यो देख्न सक्नुहुन्छ 360 कसम है 360 भ्यू अफ द माउन्टेन्स the natural you can also beauty. see the vast area of hills Yeah. and obviously small hills of Sailung. त्यही हो अनि पछि हामीसँग हुनुहुन्छ दावा and we have Dawa. कामै नलाग्ने कामै नलाग्ने He's one of the famous TikToker of Nepal. He have around like maybe 1 million आफूले आफूलाई त्यस्तो सोध्छ आफूले आफूलाई त्यस्तो सोध्छ होइन त if you have to talk about his earning, then he earns like around $100,000 per month. हाम्रो स्पोन्सर पनि उयो हाम्रो स्पोन्सर पनि दाइ हो हाम्रो यहाँसम्म ल्याउने स्पोन्सर सब Our Mr. Dao is here with us, and he has climbed Mount Everest. वान टाइम होइन वान टाइम Not one time, 10 times. 10 टाइम हो ए 0 पछाडि हाल्नु बिर्सेँ नि त मैले Okay. कति भ्युज है Famous TikToker. फेमस टिकटकर होइन कति मिलियन लाग्छ दाइ यहाँ आउनु न कस्तो दामी रहेछ यता यताबाट यताबाट आउनु न आमामा कस्तो दामी है उतामा जानुपर्छ लेसमा हामी गेट कता हो यहाँभित्र जानुपर्ने सुरुमा यताबाट जानु मलाई यो घुमौँ अनि यता हौँ है हावा चाहिँ अति चल्ने क्या कसम आम्मा यस्तो चिसो हाल्छ नि उडाउँदै जस्तो गरिदिन्छ यो पुरानो गढीको हो क्या है यहाँ पहिला त युद्ध चलाएको थियो अरे पहिला हो यहाँ ए यस्तो त्यो काला पानी भने यही नि त यो त्यो भीमसिम थापा र के अरे अङ्ग्रेजको यस्तो ठाउँ हो कि है यो चाहिँ किन लाइक इम्पोर्टेन्ट थियो भने ब्रिटिसर्सहरूलाई के यो चाहिँ यस्तो पोइन्ट हो कि एकदम हाई पोइन्ट रहेछ नि त त्यहाँबाट 360 डिग्री सबै ठाउँमा नजर हेर्नु पर्ने होइन नजर राख्नु पर्ने यता है सबै ठाउँमा अन्त उहाँ हिमालसँग होइन अनि उनीहरूको लागि चाहिँ एकदम की पोइन्ट थियो क्या के गरी यो कब्जा गरे भने होल नेपाल कब्जा गर्न सक्थ्यो क्या त्यो मान्छे भीमसिंह थापालाई चाहिँ लाइक हिज वान अफ द ग्रेटेस्ट फाइटर होइन अफ नेपाल इन हिस्ट्री ग्रेटेस्ट गोर्खा फाइटर है या इज द ट्रु गोर्खाली अनि हाम्रो हालको गोर्खाली यहाँ चाहिँ इज द सेकेन्ड ट्रु गोर्खाली सेकेन्ड ट्रु गोर्खाली नेताहरूलाई त्यति बेला नेता राजनीति केही थिएन त्यतिखेर एट द टाइम होइन इभन देशलाई माया गर्ने मान्छे थियो त्यही थियो एउटा चाहिँ यो बुझ्नु होला
बुझ्नुपर्छ। यो भ्लग चाहिँ हाम्रो नुपुवाङको म छ है, नुपुवाङ होइन नुपुवाङ भ्लग्समा आउँछ, वाङ भ्लग सर्टमा भन्नुपर्दा वाङ भ्लग्समा आउँछ। के अन्ना लाइक है त अहिलेको इमर्जिङ नेपालको इमर्जिङ त्यति होइन त्यस्तो होइन। Check this out guys है, you can also visit this place, one of the best place है। आमामा कस्तो बवाल देखिरहेछ आमामा, सही हो भरे कति बवाल यो सब 360 भ्यू म तपाईँहरूलाई देखाइहाल्छु नि ससै लाएर। के दामी हो। जाँदैछु म। के दामी हो भन्नै नसकिने, पनि त्यस्तै कस्तो बवाल देखेर आकाशहरू सक्छ त भ्यूहरू अति दामी देखिरहेको छ। मान्छेहरू पनि त्यस्तै बवाल आउँदो रहेछ यहाँतिर फेरि आएकै यतै रहेछ विच सही हो। भ्यू टावरदेखि भ्यू कस्तो देखिन्छ।
छ होइन टक्क लगाएर त्यो मैले भन्नु खोजेको योलाई मात्र घुमाइदिनु कताको माथि भइसक्यो यहाँ चाहिँ भिडियो खै खडी बस्नुपर्छ चार्ज सकेर बिचुक कस्तो दामसँग देखेर हाम्रो ड्रोन कहाँको ड्रोन सट हानेको यस्तो दामी टाढा उडाएको छ टाढा कहाँ छ ड्रोन ल हामी तिनजनाको छ है खै कहाँ सोल्टी त्यहाँ हिँड्दै उद्या यहाँ आइसक्यो लाउ त ड्रोन छ माथि ड्रोन माथि ओ अन्डर म चाहिँ ड्रोन आइसक्यो ओ आछि ओ आछि साला पनि भयो अब गर्दै मैले अब हामी चाँदै छैन हेर फर्किन लाग्यो चाँदै छैन क्या फोनमा चार्ज चलिसक्यो पनि चार्ज चलिसक्यो राफ्टिङ बिसाउने घुमपट्टि एउटा अर्को राउन्ड लैजाउँ न कस्तो दामी देखेको फेरि ड्रोन उडाउन लाग्छ ड्रोन भए